बेड चाहिँ रेडी छ। यसमा सबै लुगापाताहरू हालेर रेडी गरिरहेको छु। अब निक्लिनेवाला छु। म चाहिँ निक्लेको। ल आशिष गयो। ल यहाँ एकजना साथी चाहिँ सुतिरहेको छ। लु गयो साथी। गुरु गयो। यहाँ गुरु चाहिँ हुन्छ। आऊ हाउडा आइपुग्यो ल। हुन्छ हजुर। चाहिँ रिजर्भ गरेर स्टेसन जाँदैछ। अब हामी बडाइपर स्टेसनतिर जाँदैछ। त्यो बडाइपर स्टेसनबाट चाहिँ हामी स्यालदा स्टेसन जानेछौँ। स्यालदा पुगेर अब तपाईँहरूलाई देखाउने छु। स्टेसनको बाटो पस्यो। अब स्टेसन चाहिँ यहीँ अगाडि हो। अहिले चाहिँ अब हामीलाई पुऱ्याएर धन्यवाद तपाईँ। ठिक छ पुऱ्याएर रिटर्न हुनेवाला छ। अहिले चाहिँ हामी बडाइपुर स्टेसन आइपुग्यो। अब टिकट लिनु छ लोकल ट्रेनको स्यालदासम्म जानेको। टिकट काउन्टर चाहिँ यहाँ रहेछ। फिलहाल म चाहिँ टिकट लिँदैछु। टिकट प्रिन्ट हुँदैछ अहिले। टिकटले दुईवटा स्यालदाको। रेलवे स्टेसन चाहिँ यस्तो भिड छ नि। अब लोकल ट्रेनमा चाहिँ बिजोग भएर जाने भयो उभिएर। छ तर पुरा भिड रहेछ। अब जानु चाहिँ कसरी पर्ने हो। फर्स्ट चाहिँ यस्तो भिड छ नि लोकल। अब उभिएर जानुपर्ने रहेछ स्यालदासम्म। ट्रेन चाहिँ अहिले जाँदैछ। ललितपुर स्टेसन आइपुग्यो। सुभाषराम स्टेसन क्रस गऱ्यो। सोनारपुर स्टेसन आइपुग्यो। सोनारपुर स्टेसन हो यो चाहिँ। हिजोले कराई चाहिँ मजाले मार्दै रहेछ। फिलहाल अहिले चाहिँ जदवपुर स्टेसन क्रस गर्दैछ। कटामा चाहिँ मान्छेहरू यस्तो हालतमा पनि बस्छ। चेपचापे फाइनली स्यालदा आइपुग्यो। फाइनली स्यालदा स्टेसन आइपुग्यो। स्यालदा स्टेसन चाहिँ 45 मिनट उभिएर नै आउनु पऱ्यो। अहिले चाहिँ म मेट्रो स्टेसनमा जाँदैछु। यहाँबाट चाहिँ म जानेवाला छु। गाडी लागिरहेको रहेछ। अहिले म चाहिँ मेट्रो स्टेसन आइपुगेँ। अब मेट्रो पर्खिरहेको छु। अहिले एउटा अलिकति ढिलो हुनु कारण छुट्यो। लाग्छ होला अब 4-5 मिनट आउनु अर्को। त्यो चाहिँ म मेट्रोमा चढेँ। अब एक स्टपेज बाद चाहिँ एस्प्लानेड आइहाल्छ। एस्प्लानेड आइ पनि पुग्यो। मेट्रोमा चढ्नुको फाइदा चाहिँ यति नै छ। म चाहिँ अब बस स्टेसनतिर जाँदैछु। बस स्टेसन चाहिँ 8 नम्बर गेटमा लाग्नेछ। भाइ पनि मै जाने बसमा जाने रहेछ। भाइसँग पनि गफ भयो। भाइ पनि मजाको बोलाउँछ रहेछ। भाइ चाहिँ यता बिहार लाग्ने रहेछ। यत्तिकै अल्छी लागेर बसिरहेको थियो। ठिक्कै बहिनी पनि दार्जिलिङ जाने रहेछ। बहिनीसँग यसो गफ गर्दै बसेको। यतिकै टाइम पास भयो। राम्रै भयो बहिनी आएर। बहिनी पनि राम्रो रहेछ बोलाउँछ रहेछ। यहाँ म एक्लै बसिरहेको थिएँ। बहिनी पनि दार्जिलिङ जाने रहेछ। बहिनी चाहिँ कुन जग्गा गरे? दार्जिलिङ पताबुङको रहेछ। यी बहिनीले चिया ल्याइदिनु भएछ। बहिनी पनि राम्रो रहेछ बोलाउँछ रहेछ। ल हुन्छ धन्यवाद। चक्कर रहेछ नि त है। साइड पिटिएसमा होला होइन। त्यहाँ 3टा ट्रेनिङ सेन्टर छ नि त। पिटिएस, एसटिसी हो, सिआइटी छ नि त। मैले पनि त्यहाँ सिआइटीमा ट्रेनिङ गरेको पो नि त। सिआइटीमा त थिएन। साइड पिटिएसतिर होला त्यो। बस पनि सेम रहेछ। रायपुर गुजरमा रहेछ। त्यही भएर बहिनी आएर यसो गफ गर्दा टाइम बितेको पनि थाहा भएन।
रमाइलो लाग्यो बहिनीसँग बात मार्न। बाबा पनि एफआरकै रहेछ, त्यही भर्खर बात गर्दै गर्दाखेरि थाहा पाएँ मैले। गाडी आइपुग्यो र अब म गाडीमा चढ्नेछु। गाडीको भित्र चाहिँ यस्तो छ। ठिक है। यो चाहिँ मेरो सिट हो, 6A टोइलेट हो। गाडीभित्र टोइलेट छ, यसमा चाहिँ टोइलेटको सुविधा छ पुरै। यसमा चाहिँ मजाको सफा टोइलेट रहेछ। यहाँ चाहिँ टोइलेट पेपर, यहाँ चाहिँ ह्यान्ड वास, यहाँ चाहिँ हात धुने कल रहेछ। यो कारण चाहिँ अहिले ट्राभल गर्नुमा पुरा सुविधा भएछ पेसेन्जरहरूलाई। अहिले चाहिँ गाडी टक्कै 9 बजी निक्ल्यो र एसीले गर्दा बाहिर चाहिँ पुरा बाफै बाफ भइरहेको छ। अहिले चाहिँ 12:30 बजे खाना खानु रोकिरहेको छ। यहाँ चाहिँ बसको भिड लागिरहेको छ। अब होटलभित्र गएर हेरौँ खानामा चाहिँ के पाउँछ। होटल चाहिँ भिड रहेछ है। होटल चाहिँ भिड। अब यहाँ चाहिँ टोकन सिस्टम रहेछ। म चाहिँ अब रोटी तपाईँ खान्छु होला। यहाँ रहेछ काउन्टर चाहिँ। काउन्टर चाहिँ यहाँ रहेछ। खानामा रोटी तरकारी मगाएँ। बहिनीले पनि रोटी तरकारी मगायो। यता बहिनीले पनि रोटी तरकारी मगाएछ। ल अब साथीभाइ सुरु गरेँ म चाहिँ। अहिले सिलगढी आएर लगेजहरू रिसिभ गर्दैछु। बसले चाहिँ हामीलाई नौका घाटसम्म लिएर झार्दियो र अहिले चाहिँ टोटो लिएर जङ्सन जाँदैछु। अहिले चाहिँ म दार्जिलिङको ट्याक्सी पक्रेर दार्जिलिङ लाग्दैछु। दार्जिलिङ पुगेर फेरि छोरीको रिएक्सन तपाईँहरूलाई कस्तो हुन्छ देखाउनेछु। अहिले चाहिँ म सालुबारी गुम्बा आइपुगेँ। यो चाहिँ सालुबारी गुम्बा है। प्रायः साइड रोहिनी बाटो मेन दार्जिलिङ जाने बाटो भएर दार्जिलिङ बाटो सिधा चाहिँ मिरिक जान्छ। फिलहाल रोहिनीमा खाजा खानु रोकिरहेको छ होटेलमा। यता चाहिँ पुरै खाँदैछ अब सबैजनाले। यो चाहिँ मेमेसँग सिमदा आएको रहेछ मार्केटिङ गर्नु। म पनि बाइक लिएर उसलाई भेट्न आएको छु। हेरौँ उसको रिएक्सन कस्तो हुन्छ। गएछ। हुन्छ धन्यवाद। आजलाई यति नै। अर्को भिडियो लिएर चाँडै आउँदैछु। धन्यवाद। बाई गर्दा